नेप्सेमा पैसा कमाउने सपना धेरैले देख्छन्, तर वास्तविकता फरक छ। आज नेपालमा लाखौं ट्रेडरहरू नेप्सेमा प्रॉफिट कमाउने आशामा प्रवेश गर्छन्, तर 10 मध्ये 9 जना घाटामा जान्छन्। किनभने यो मार्केट साना लगानीकर्ताहरूका लागि होइन, ठूला खेलाडीहरूका लागि डिजाइन गरिएको छ। नेप्सेमा केही विशेष व्यक्ति, इन्साइडरहरू, ब्याङ्कहरू र इन्स्टिट्युसनल इन्भेस्टरहरूले बजार चलाइरहेका छन्। तपाईले कहिले सोच्नु भएको छ किन केही स्टकहरू अचानक बढ्छन् र केही दिनमै फेरि घट्छन्? किन केही इन्भेस्टरहरूले सधैँ प्रॉफिट बनाउँछन् तर तपाईं जस्ता साना ट्रेडरहरूले सधैँ घाटा बेहोर्नु पर्छ? यसको कारण नेप्सेमा म्यानिपुलेसन, इन्साइडर ट्रेडिङ र ठूला इन्भेस्टरहरूको गोप्य चालहरू हो। तर अब खेल बदलिनेछ एआई को मद्दतले। इलन मस्कको XAI द्वारा बनाइएको ग्रक AI ले अब नेप्सेमा हुने म्यानिपुलेसन एक्सपोज गर्छ। अब इन्साइडरहरूले मात्र होइन, तपाईं जस्ता साना लगानीकर्ताहरूले पनि ठूला खेलाडीहरूको चाल बुझ्न सक्नुहुन्छ। पहिला बुझौं नेप्सेमा AI कतिको प्रभावकारी छ भनेर। डेटाका अनुसार AI लाई प्रयोग गर्ने ट्रेडिङ सिस्टमहरूले 70% भन्दा बढी प्रेडिक्सन एक्युरेसी देखाइएको पाइएको छ। अब सोच्नुहोस् त, तपाईले पनि AI लाई ट्रेडिङमा प्रयोग गर्नुभयो भने तपाईलाई अब करोडपति बन्न कसैले रोक्न सक्दैन। नेप्सेमा ट्रेडिङका लागि AI को प्रयोग अब पैसा बनाउने हतियार बन्नेछ। AI प्रयोग गर्न थालेपछि ठूला इन्भेस्टरहरूका हरेक चाल अब तपाईलाई पनि थाहा हुनेछ। अब साना ट्रेडरहरूले ठूला इन्भेस्टरहरूको शिकार बन्ने होइन, उनीहरूलाई चुनौती दिन सक्छन्। AI ले स्टकको वास्तविक भ्यालु पत्ता लगाउँछ, जसले गर्दा तपाई म्यानिपुलेसनमा फस्नुहुन्न। AI ले इन्साइडर ट्रेडिङ डिटेक्ट गर्छ, जसले कुन स्टकहरू हाइपमा मात्रै हुन् र कुन स्टकहरू साँच्चै ग्रो गर्न सक्छन् भनेर भन्छ। AI ले तपाईलाई बेस्ट इन्ट्री र एक्जिट पोइन्ट बताउँछ, जसले गर्दा तपाईको नाफा धेरै हुनेछ। फेक ब्रेकआउट, पम्प एन्ड डम्प र म्यानिपुलेटेड मुभमेन्टहरूमा फस्ने ट्रेडरहरूलाई AI ले बचाउँछ। यदि तपाईहरू पनि ग्रक AI लाई प्रयोग गरेर नेप्सेमा ट्रेडिङ गर्न चाहनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि हो। यस भिडियोको अन्तिममा हामी तपाईहरूलाई ग्रक AI लाई प्रयोग गरेर ट्रेड गर्न मिल्ने बेस्ट कम्पनीहरू कसरी पत्ता लगाउने भनेर पनि सिकाउनेछौँ। त्यसैले यस भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब हामी तपाईलाई हाम्रो ल्यापटप स्क्रिनमा लिएर जाँदैछौँ। हामी चाहिँ हाम्रो ब्राउजरमा आइसकेका छौँ। हामीले गुगल क्रोममा अब ग्रक AI लाई युज गर्न सिकाउनेछौँ तपाईहरूलाई। अब त्यसको लागि सबैभन्दा सुरुमा तपाईहरू पनि आफ्नो ब्राउजरमा आउनु होला, जुन प्रयोग गर्नुहुन्छ तपाईहरूले। हामी चाहिँ अब गुगल क्रोममा आएको छौँ। अब यहाँ गएर तपाईहरूले ग्रक AI भनेर सर्च गर्नुभयो भने यसरी फर्स्टमै ग्रक AI देख्न सक्नुहुन्छ, x.ai। अब x भनेको पहिलाको ट्विटर, यसको AI हो यो इलन मस्कको कम्पनी। यहाँ पनि भनेको छ इज अ जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स लन्च बाइ इलन मस्क भनेर यसरी भनेको छ। अब यो ग्रक AI, अब यहाँ क्लिक गरेर हामी हेर्छौँ। त्यसपछि अब यसमा तपाईहरूले साइन अप गर्नुपर्छ सुरुमा चाहिँ। त्यसको लागि अब यहाँनिर ट्राई ग्रक भनेको छ, अब यो ट्राई ग्रकमा क्लिक गर्नु होला। अब यहाँ तपाईहरूले यहाँ कन्टिन्यू विथ एक्स अथवा कन्टिन्यू विथ गुगल, कन्टिन्यू विथ एप्पल भनेको छ, अथवा तपाईले आफ्नो इमेल र पासवर्ड हालेर पनि गर्न सक्नुहुन्छ। यो चाहिँ लगइनको पोर्टल हो। यहाँ डोन्ट हेभ एन अकाउन्ट, साइन अप भन्ने ठाउँमा क्लिक गरेर यसरी गर्नुपर्ने हुन्छ है त। साइन अप यहाँ क्लिक गरेर अब यहाँ साइन अप विथ गुगल भनेर तपाईहरू क्लिक गर्नु होला। गुगल एकाउन्टबाट लगइन गर्ने भए। अब इमेल हालेर गर्नुहुन्छ भने इमेल यहाँबाट गर्नु होला। म चाहिँ अब साइन अप विथ गुगल गर्छु। साइन अप विथ गुगलमा क्लिक गरिसकेपछि अब यहाँनिर तपाईहरूको गुगल एकाउन्टहरू देखाउँछ, कुनबाट लगइन गर्ने अथवा कुनबाट साइन अप गर्ने भनेर। अनि त्यो अब म चाहिँ यो मेरो जीमेल योबाट गर्छु, यसमा क्लिक गर्छु मैले। अब यति गरिसकेपछि तपाईहरू यो स्क्रिनमा आउनुहुन्छ। यहाँनिर गुड इभिनिङ ज्ञानी, हाउ क्यान आई हेल्प यु भनेर टुडे भनेर भनेको छ। अब यसमा चाहिँ तपाईहरूले यहाँनिर तपाईहरूले अब स्टक तपाईहरूले पत्ता लगाइसक्नु भएको छ भने, अथवा मार्केट, नेप्सेको मार्केट, त्यसपछि सेक्टर, त्यसपछि स्टकको हामी त्यो टप डाउन एप्रोचमा हामी एनालाइसिस गर्छौँ। त्यो हामी एक्सप्लेन गरि नै हाल्छौँ। तर त्यसको लागि तपाईहरूले चार्ट लिएर आएर चार्टलाई चाहिँ यहाँ इनपुट दिएर यसलाई एनालाइसिस गर्न लाउनु पर्ने हुन्छ। त्यसको लागि अब हामी नेप्सेको चार्ट हेर्नतर्फ लागौँ। त्यसको लागि हामी अब अर्को ट्याबमा गएर हामी अब नेप्से अल्फाको चार्ट चलाउँछौँ मोस्टली। त्यही भएर nepsealpha.com भनेर चार्ट अब यहाँ मेरो पहिल्यै सेट थियो। तपाईहरूलाई चार्ट यो चार्ट अब कसरी निकाल्ने भन्ने लागिरहेको भने तपाईहरूले के गर्नु होला भन्दाखेरि नेप्से अल्फा भनेर टाइप गर्नु होला। नेप्से अल्फाको यो वेबसाइटमा जानु होला र नेप्से अल्फाको वेबसाइटमा आइसकेपछि यहाँनिर अल्फा चार्ट्स भनेर छ, यहाँ टेक्निकल एनालाइसिस चार्ट हो, यसमा क्लिक गर्नु होला। अब त्यति गरिसकेपछि तपाईहरू यो चार्टमा आउनुहुन्छ। अब यसलाई क्यान्सल गर्दै अब यसलाई पनि क्यान्सल गरिदिन्छु म। र अब नेप्सेको चार्ट यहाँ खुलिसकेको छ। अब हामीले केही गर्नु पर्दैन। तपाईहरूलाई यो के हो, यो रातो हरियो क्यान्डल भन्छ यसलाई भन्न त तपाईहरूलाई केही पनि थाहा छैन भने पनि केही फरक पर्दैन। तपाईले मात्र के गर्नु होला भन्दा यहाँनिर एउटा क्यामेराको आइकन छ, यहाँनिर टेक अ स्न्यापसट भनेको छ, यहाँ क्लिक गर्नु होला। यहाँ क्लिक गरिसकेपछि डाउनलोड इमेज भन्छ। अब डाउनलोड, यो डाउनलोड भयो। अब यसलाई लगेर फेरि ग्रकमा गएर यहाँनिर एट्याच गर्ने ठाउँ छ, एट्याचमा क्लिक गरेर सिलेक्ट फाइल, त्यसपछि यो जुन स्निप गर्नुभएको थियो त्यसलाई यहाँ इनपुट दिनु होला। त्यो इनपुट दिइसकेपछि चाहिँ अब तपाईहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईहरूले यो ग्रकलाई अब प्रोम्प्ट दिनुपर्छ एउटा।
अब त्यो प्रम्प्ट पनि मजाले यहाँ जे लेखेको छ त्यसरी नै गर्नु होला। त्यसरी गर्नुभयो भने चाहिँ राम्रो एनालाइसिस गर्छ। अब त्यसको लागि म यहाँ प्रम्प्ट दिन जाँदैछु। अब गिभ मी बाई सेल ट्रेड इन दिस चार्ट एलोङ विथ इन्ट्री स्टप लस एन्ड टार्गेट भनेर यति दिनु होला। त्यसपछि यो कुन चार्ट हो भने पनि भनिदिनु होला। दिस चार्ट इज इन 1 डे टाइम फ्रेम भनेर यति प्रम्प्ट चाहिँ दिनुपर्ने हुन्छ। यो तपाईको जुन यो अघि इमेज हामीले जुन डाउनलोड गरेको थियौं त्यो एट्याच गरेर यति प्रम्प्ट दिएर अब यहाँ क्लिक गरिदिउँ भने अब यसले एनालाइसिस गर्छ। अब यो ग्रक एआईले एनालाइसिस गरिसकेको छ। अब यहाँनेरि यसले सबै यहाँनेरि पोइन्टमा राखेको छ। यहाँनेरि अब ट्रेन्ड एन्ड प्राइस एक्सन भनेको छ। अब यो सबै तपाईहरुले पढेर बुझ्न सक्नुहुन्छ कस्तो छ त अहिलेको मार्केट भनेर चाहिँ। द चार्ट शोज सिग्निफिकेन्ट अफ ट्रेन्ड अब यो यहाँ धेरै कुरा भनेको छ। अहिले अब यो तपाईहरुले यो आफूले युज गर्दा एनालाइसिस गर्दा चाहिँ मजाले हेर्नु होला। अब सपोर्ट एन्ड रेजिस्टेन्स लेभल भनेर भनेको छ। भोल्युमहरु छ, करेन्ट मार्केट सेन्टिमेन्ट भयो। त्यसपछि ट्रेड सेटअप के गर्ने त अहिले के गर्दा बेस्ट हुन्छ, कुन ट्रेड लिँदा बेस्ट हुन्छ, बाइ कि सेल भनेर यसले सेल गर्नु भनेको छ अहिले। अब गिवन द ब्रेकडाउन बिलो 2600 एन्ड द ओभरअल बेयरिश ट्रेन्ड अ सेल ट्रेड सिम्स एप्रोप्रिएट द माइनर पुल ब्याक टु 2633 कुड बी एन अपर्चुनिटी टु इन्टर अ सर्ट पोजिसन। अब यसले चाहिँ अहिले किन्नु भन्दा बेच्नुमा राम्रो देखिएको छ भनेर चाहिँ यसले भनेको छ। अब हाम्रो यो नेप्सेमा चाहिँ सर्ट सेलिङ हुँदैन, जस्तो घट्दाखेरि पैसा कमाउने भन्ने हुँदैन। त्यही भएर अहिले चाहिँ नकिन्नु भन्ने जस्तो अब यहाँबाट बुझ्नु पर्यो। अब रिस्क टु रिवार्ड रेशियोहरु यति सबै भनेको छ। अब समरी पनि दिएको छ अब ट्रेडमा अहिले बेच्ने यो चाहिँ सर्ट सेलिङको लागि हो। इन्ट्री अब यो घट्दाखेरि हाम्रो इन्ट्री स्टप लस भन्ने हुँदैन हाम्रो नेप्सेमा। अब त्यसपछि एडिसनल नोटहरु पनि दिएको छ। अब यहाँनेरि अब के गर्दा ठिक हुन्छ, कन्फर्मेसन कहिले आउँछ, त्यसपछि कुन टाइम फ्रेम कन्सिडर गरेको छ भनेर यहाँ यस्तै एक्सटर्नल फ्याक्टरहरु पनि अब पोलिटिकल इन्स्टेबिलिटीहरु, अरु इन्ट्रेस्ट रेटको चेन्जेसहरु अथवा अन्य कुनै फ्याक्टरहरुलाई पनि कन्सिडर गर्नुपर्छ चाहिँ भनेर भनेको छ। अब यसलाई चाहिँ तपाईहरुले अब यो सबै पढेर मजाले एनालाइसिस गरेर बुझ्न सक्नुहुन्छ। अब अहिले के भन्यो भन्दाखेरि मार्केट चाहिँ ओभरअल अहिले अब यो बढिहाल्छ भन्ने जस्तो छैन। अहिले बेच्नु भनेर भनेको छ सर्ट सेलिङको लागि। भन्नुको मतलब अहिले चाहिँ अब नकिन्नु होला, अहिले किनिहाल्नु पर्ने जस्तो छैन भनेर चाहिँ यसले भन्यो। अब यहाँनेरि के गर्दाखेरि चाहिँ ब्रेकआउट चाहिँ कहिलेसम्म पर्खिने त, अब व्हेन टु बाई भनेर यसलाई सोध्न सकिन्छ। ल व्हेन टु बाई देन भनेर सोध्नु भयो भने यसले अब यसको पनि अब एन्सर तपाईहरुलाई दिन्छ। कहिले किन्ने भनेर अब यहाँ सोधिएको छ। अब यसले के आफ्नो एनालाइसिस गर्छ। अब यसले चाहिँ यहाँनेरि के हुँदा चाहिँ किन्ने भनेर यहाँ भनिदिएको छ। अब दुईटा सिनारियो दिएको छ हेर्नु त। यहाँ यति धेरै मजाले यसले सबै तरिकाले एक्सप्लेन गरिदिएको छ। सपोर्ट लेभल कहाँ छ त 2400 र अनि देयर इज अल्सो लोअर सपोर्ट अराउन्ड 2200 सिन ड्युरिङ द अर्ली अप ट्रेन्ड अनि रेजिस्टेन्स 2600 मा भनेर भनेको छ। ल सपोर्ट 2400 रेजिस्टेन्स 2600 रे। अब यहाँनेरि यहाँ हामी एउटा अब लाइनहरु तान्छ। अब तपाईलाई यो पोर्टल के हो, यो लाइनहरु के हो, कसरी चलाउने भन्ने केही पनि थाहा छैन भने चाहिँ हामीले हाम्रो च्यानलमा एउटा भिडियो बनाइसकेको छौं। यो चार्ट नेप्से अल्फाको चार्ट चलाउन सिकाउने वाला भिडियो, त्यसलाई हेर्नु होला। त्यसको लिंक चाहिँ हामी यहाँ आई बटनमा पनि राख्दिन्छौं र डिस्क्रिप्सन बक्समा पनि हुनेछ। त्यो भिडियो हेरेर चाहिँ तपाईहरुले यो चार्टहरु चलाउन सिक्नु हुन सक्छ। अहिले चाहिँ म यो चाहिँ तपाईहरुलाई यहाँनेरि लाइन एउटा यो होरिजन्टल लाइन चाहिँ यसले 2400 भन्ने हैन, यो तलकै लेभल सपोर्ट हो। त्यसपछि अर्को 2600 को लेभल भनेको लगभग यो भनौं न अहिले यही छ 2600 को लेभल छ। ल यो अहिले यताबाट यो ब्रेकडाउन दिइसकेपछि अब यो बढ्न खोजिरहेछ। अब यहाँबाट यसलाई ब्रेक आउट गरेर यो 2600 भन्दा माथि बस्न सफल हुन्छ भने चाहिँ फेरि इन्ट्री गर्न सक्नुहुन्छ। यो एउटा सिनारियो भयो। अर्को चाहिँ अब भोलिका दिनहरुमा यहाँबाट अझै घट्छ भने चाहिँ 2400 मा पुग्यो भने फेरि त्यहाँ किन्न सक्नुहुन्छ भनेर चाहिँ यसरी भन्दियो नि त। कति मजाले यसले यो अब बजारमा के गर्ने भनेर चाहिँ अब यो नेप्सेको चार्ट दिएको थियौं हामीले, त्यसैलाई एक्सप्लेन गर्यो। यसरी नै तपाईहरुले यहाँ सबै सपोर्ट रेजिस्टेन्स लेभलहरु सबै एनालाइसिस गरेर बुझ्न सक्नुहुन्छ। यहाँनेरि यसरी अब यहाँ दिएको लेभलहरुमा चाहिँ यहाँ लाइनहरु तान्न सक्नुहुन्छ, चार्टहरु बनाउन सक्नुहुन्छ है त। अब चाहिँ हामी अब नेप्सेमा अहिले आजै किनिहाल्नु पर्छ भन्ने जस्तो देखिएन। अब यो ब्रोकले भने अनुसार अब मानिलियौ यहाँबाट बढ्छ अथवा यहाँ आइपुगेर फेरि बढ्न खोज्छ भने त्यति बेला इन्ट्री गर्नुपर्ने हुन्छ। ट्रेडिङ गर्ने पैसा कमाउने भए त्यसको लागि अब नेप्सेको स्थिति के छ भनेर हामीले बुझिहाल्यौं। अब त्यसपछि अर्को मानिलियौ अब मलाई चाहिँ कुनै एउटा सेक्टरमा किन्नु छ, यदि नेप्से ती लेभलहरुमा आयो भने, जस्तो कि मानिलियौ मैले चाहिँ माइक्रो फाइनान्स भन्ने सेक्टरबाट चाहिँ शेयरहरु किन्न खोज्दैछु भने चाहिँ अब माइक्रो फाइनान्स सेक्टरको अब यहाँ सेक्टरको यसरी चार्ट राख्ने, त्यसैगरी अब यो क्यामेराको आइकनमा क्लिक गर्ने र डाउनलोड इमेज गर्ने। डाउनलोड इमेज गरिसकेपछि तपाईहरुले जुनै पनि सेक्टर गर्न सक्नुहुन्छ। मैले एक्जाम्पलको लागि माइक्रो फाइनान्स सेक्टरलाई लिए। त्यसपछि फेरि त्यही जाने र यो एट्याचमेन्टमा यो हाम्रो माइक्रो फाइनान्सको यो चार्टलाई यहाँ इन्ट्री भन्नाले एट्याच गर्ने। त्यसपछि हामीले जुन यो प्रम्प्ट दिएको थियौं माथि हाम्रो नेप्सेको लागि, त्यही प्रम्प्टलाई म कपी गर्छु र कपी गरेर ल्याएर यसमा पनि अब यो एट्याचमेन्ट दिइसकेपछि अब यो बढ्न खोजिरहेछ। अब यहाँ आइपुगेर फेरि बढ्न खोज्छ भने चाहिँ 2400 भन्ने
ल गिभ मी बाई सेल ट्रेड इन दिस चार्ट एलोङ विथ एन्ट्री स्टप लस एन्ड टार्गेट दिस चार्ट इज इन 1 डे टाइम फ्रेम भनेर भन्दिएर मैले यसलाई यो प्रम्प्ट पनि दिएर इन्टर गरे। अब यसले यो सेक्टरको पनि एनालाइसिस गरेर भनिदिन्छ। अब ग्रक एआईले चाहिँ यो माइक्रो फाइनान्स सेक्टरको पनि एनालाइसिस गरिदिसकेको छ। अब यहाँनिर चार्ट एनालाइसिस भनेर प्राइस एक्सन र ट्रेन्ड कस्तो छ, सपोर्ट कति, रेजिस्टेन्स कति लेभलहरू, सेन्टिमेन्ट कस्तो छ भनेर अब यहाँ ट्रेड गर्न के गर्ने त बाई अपर्च्युनिटी हो कि अब यहाँ बाई अपर्च्युनिटी यदि बाइङ गर्ने भए कस्तो सेटअप हुन्छ, कतिमा इन्ट्री गर्ने भनेर सबै भनिदिएको छ। यहाँ पुरै डिटेलमा भनेको छ। तपाईहरू सिक्दै हुनुहुन्छ भने चाहिँ यसरी गर्न सक्नुहुन्छ। म चाहिँ यसलाई अब छोटकरीमा भन्दै भनेर भन्दैछु। अब समराइज इट प्लिज भनेर भने। अब हामीलाई अब यो सबै अहिले यो एक्जाम्पलको रूपमा हेरिरहेको बेलामा यो सबै हेर्नु पर्ने। तपाईहरूले रियल ट्रेडिङको लागि युज गर्दै हुन्छ भने चाहिँ सबै मजाले बुझ्नु होला। अहिले चाहिँ म यसलाई छोटकरीमा यसले के भन्दैछ भनेर अब यहाँ सोध्छु। अब यसले यहाँ छोटकरीमा भनिसकेको छ। माइक्रो फाइनान्सको चार्ट चाहिँ अब 5800 सम्म पुगेको थियो यो हाई, यहाँसम्म लगभग यहाँसम्म भनेको छ 5800 सम्मको हाई पुगेर त्यसपछि घट्न थालेको र अहिले चाहिँ एउटा सपोर्ट जोन 4800 देखि 4850 को सपोर्ट जोनमा आइपुगेको छ भनेर भनेको छ। लगभग यसले सपोर्टको रूपमा मान्यो है त 4800। यो 4800 देखि 4850 भनेको यता माथितिर ल सपोर्ट जोनलाई अहिले अब यहाँ सपोर्ट जोनको रूपमा बसिरहेको छ र यहाँबाट बढ्न खोजिरहेको छ भनेर भन्यो यसले। अब यहाँनिर यदि किन्ने भएछ यो सेक्टरमा अब के हुँदा किन्ने, 4850 ब्रेकआउट भइसकेपछि किन्ने, 4880 ब्रेकआउट भइसक्यो अब यहाँ इन्ट्री गर्न सकिन्छ भनेर यसले भन्यो। त्यसपछि स्टप लस कतिको राख्ने त भनेर भनेको छ। स्टप लस तपाईहरूले जस्तो अब इन्ट्री 4850, त्यसपछि स्टप लस चाहिँ 4800 4800 भनौँ न लगभग यहाँ ल यतातिर किन्ने र घट्यो भने अब यता यो भन्दा तल ब्रेकडाउन हुन थाल्यो भने बेच्ने भनेर यसले भनेको छ। यसरी यहाँ 4850 मा इन्ट्री गर्ने र घट्यो भने 4800 मा स्टप लस राखेर सबै बेच्दिने, बढ्यो भने चाहिँ लगभग 5000 को टार्गेट भनेर यसले भनेको छ। यहाँनिर हेर्न सक्नुहुन्छ 5000 को टार्गेट चाहिँ हामीले राखेर यसमा ट्रेड गर्न सकिन्छ भनेर चाहिँ यसरी चाहिँ यसले 5000 भनेको इमिडिएट अहिले यसलाई मात्र टार्गेट भनेर भन्यो। इमिडिएटको लागि अब यहाँसम्मको टार्गेट चाहिँ राख्न सकिन्छ। अब यहाँसम्म पुगेर अब के गर्छ भनेर हेर्नु पर्यो। यहाँसम्मको चाहिँ टार्गेट हुन सक्छ। यसले चाहिँ अब ठ्याक्कै एक्ज्याक्ट भनिदिरहेछ। यहाँनिर अहिलेको सबभन्दा सुरुको टार्गेट त यही भयो नि त, यहाँबाट घटेको थियो त्यही भएर यो भनिदियो। यसरी यहाँनिर इन्ट्री गरेर अब यो सेक्टर हो, सेक्टरमा अब अहिले किन्ने समय आएछ भन्ने कुरा बुझ्नु पर्यो यति एनालाइसिसबाट भन्ने कुरा भयो। अब यहाँ अरू पनि भनेको छ टार्गेट भयो रिस्क टु रिवार्ड 3:1 भनेको 50 पोइन्ट रिस्कमा 150 पोइन्ट रिवार्ड भन्नाले घट्दाखेरि 1 रुपैयाँ घाटा हुन सक्छ र बढ्यो भने चाहिँ 3 रुपैयाँ फाइदा हुन सक्छ भन्ने चाहिँ यसले भन्न खोजेको। अब यहाँ के भनेको छ, वेट फर बुलिश सिग्नल नियर 4850 टु एन्टर। अब यदि प्राइस चाहिँ 4800 भन्दा तल जान्छ भने बेच्ने, सेल सेटअप यो स्टप लस भयो अनि सेल सेटअप टार्गेटिङ 4650। अब हाम्रोमा सर्ट सेलिङ हुँदैन यो कुरा भएन यहाँ। त्यसपछि यसरी चाहिँ अब सेक्टरमा चाहिँ अब नेप्से बढ्न थाल्छ भन्ने चाहिँ अब यसमा यसको कुनै स्टकमा चाहिँ इन्ट्री गर्न सकिन्छ भनेर यसरी बुझ्न सकिन्छ। अब हामीले नेप्से मार्केट त्यसपछि सेक्टर हेर्यौं। अब त्यसपछि स्टक किन्ने त स्टक हो नि त। हामीले अब स्टकमा जानुभन्दा अघि यति चाहिँ तपाईले हेर्नुपर्ने हुन्छ माहौल कस्तो छ भनेर बुझ्नको लागि चाहिँ। माइक्रो फाइनान्स सेक्टरको हामी एउटा कुनै स्टक हेरौँ। अब एक्जाम्पलको रूपमा यसलाई किन्ने सजेसनको रूपमा चाहिँ नलिनु होला। जस्तो मानिलिउँ युएसएलबी भन्ने उन्नति सहकारी लघु वित्त वित्तीय संस्था भन्ने एउटा यो स्टक मैले हेरेँ। अब यहाँनिर अब यति मैले यो लिन्छु र यसलाई पनि अब यहाँ इमेज यसको लिने स्क्रिनशट गर्ने भन्छ। अब यहाँनिर यो यसमा क्लिक गरेर स्न्यापसट डाउनलोड इमेज गरिसकेपछि अब फेरि यसमै गएर एट्याचमेन्ट दिने, एट्याच गर्ने र युएसएलबी को चार्ट यहाँ एड गरे र हामीहरूले जुन प्रोम्प्ट दिएको छौं पहिल्यैदेखि त्यही प्रोम्प्टलाई हामी कपी गरेर ल्याउँछौं र यही प्रोम्प्ट चाहिँ यो स्टकमा पनि अब दिन्छौं। यसरी अब तपाईहरुले मार्केट कस्तो छ भनेर बुझ्नुहुन्छ, सेक्टर कस्तो छ भनेर बुझ्नुहुन्छ, त्यसपछि स्टकहरु हेर्दै जानुभयो। अब तपाईहरुलाई कुनै आइडिया हुन्छ नि त कुन स्टक किन्ने भन्ने अलिअलि आइडिया छ भने अथवा यो सेक्टरको अब सबै स्टकहरु यसरी ल्याएर एनालाइसिस गराउन पनि सक्नुहुन्छ। अब अहिले चाहिँ अब यो युएसएलबी को अब हेरौं यहाँनेरि। अब यसरी यसले उन्नति सहकारी लघु वित्त वित्तीय संस्थाको एनालाइसिस गर्दिसकेको छ। अब यो तपाईहरुले सिक्दाखेरि यो सबै पढेर एनालाइसिस गर्नु होला। म चाहिँ यसलाई समराइज गर्दै भनेर भन्दैछु। समराइज इट प्लिज। समराइज गर्दै भनिसकेपछि यसले ठ्याक्क बाई हो कि सेल हो, त्यसपछि स्टप लस कहाँ, टार्गेट कति भनेर यसले ठ्याक्क छोटकरीमा भनिदिन्छ। यसरी यहाँनिर नो रेस्पोन्स, ग्रोक वाज अनेबल टु फिनिश रिप्लाइङ भनेर भन्यो भने चाहिँ यो रिट्राईमा क्लिक गरिराख्नु होला। रिट्राईमा क्लिक गरिराख्नु भयो भने चाहिँ अब यो फेरि यसले रेस्पोन्स दिन थाल्छ। ल यसले ठ्याक्कै भनिदिइसक्यो। अब त चार्ट फर उन्नति सहकारी लघु वित्त वित्तीय संस्था इज एट अ पिक अफ 2300, त्यसपछि अब कन्सोलिडेसन भयो, डाउन ट्रेन्डमा रहेछ अहिले भनेर। अब अहिले चाहिँ सपोर्ट जोन 1650 देखि 1680 को सपोर्ट जोनमा
आइपुग्दैछ भनेर भनेको छ। 1600 यसले चाहिँ 1650 अब यहाँनिर ठ्याक्क ल अहिले यसलाई भनिदिउँ 1650 देखि 1600 कतिको भनेको छ 80 को सपोर्ट जोन भनेर भन्यो। 1650 देखि 1680 1650 देखि 1680 को सपोर्ट जोन भनेर यसले यहाँ सपोर्ट जोन बनाइदियो। अहिले यही लेभलमा आएर हल्का अब यहाँ ग्रीन क्यान्डलहरु बनाउँदैछ भन्ने कुरा अब यसले यहाँ भनिहाल्यो। अब यहाँ इन्ट्री गर्ने भए चाहिँ 1680 मा इन्ट्री गर्ने। 1680 अहिले 1694 छ। अब यहाँबाट बढ्न खोज्छ भने इन्ट्री गर्ने। त्यो बाई रिजन भयो 1680। अब घट्न थाल्छ भने 1650 भनेको अब यही जुन क्यान्डल छ अहिलेको लेटेस्ट यसकै लोलाई ब्रेकआउट दिन्छ तलतिर जान खोज्छ भने त्यहाँ स्टप लस राख्ने बेच्दिने। अब घट्न थाल्यो भने त्यसपछि टार्गेट चाहिँ कति हुन्छ त अब बढेर गयो भने कतिसम्म पुग्न सक्छ भने 1800 भनेर भनेको छ। अहिलेलाई 1800 अब 1800 भन्यो 1800 को लेभल भन्न खोजेको। अहिले अब 1800 देखि 1900 सम्मको लेभलसम्म यो फर्स्ट टार्गेट हुन सक्छ भनेर यसले यसरी भन्दियो। त्यसपछि अब रिस्क टु रिवार्ड रेशियो कति छ त 4:1 भनेको 30 पोइन्ट रिस्कमा 120 पोइन्ट रिवार्ड छ भन्नाले 1 रुपैयाँ घाटा हुन सक्छ भने 4 रुपैयाँ फाइदा पनि हुन सक्छ भन्ने कुरा चाहिँ यसले भन्दियो। र यहाँनिर फाइनल लाइन के भन्यो भन्दा वेट फर अ बुलिश सिग्नल नियर 1680 टु इन्टर। 1680 मा चाहिँ अर्को एउटा बुलिश क्यान्डल बनाउँछ हाई भोल्युमका साथ भने इन्ट्री गर्नु होला। र यदि 1650 भन्दा तल जान्छ भने चाहिँ बेचेर निस्किनु होला। र त्यसपछि अब भोल्युम र क्यान्डलस्टिक प्याटर्नहरु चाहिँ अब कन्फर्मेसनको लागि ट्र्याक गर्नु होला। टार्गेट चाहिँ हाम्रो 1800 देखि 1900 को लेभल भन्ने कुरा यसले मजाले भन्दै यसरी ट्रेड गर्न चाहिँ सकिहाल्यो अब भोलिको दिनहरुमा चाहिँ। यसरी चाहिँ तपाईहरुले टप डाउन एप्रोचमा भन्नाले सुरुमा मार्केट नेप्से त्यसपछि सेक्टर कुनै सेक्टर हामीले एक्जाम्पलको लागि माइक्रो फाइनान्स सेक्टर हेर्यौं त्यसपछि त्यो सेक्टर भित्रको कुनै स्टकको यसरी एनालाइसिस गरेर त्यसमा ट्रेड गर्नको लागि ग्रोक एआई लाई प्रयोग गरेर चाहिँ हेर्न सक्नुहुन्छ। अब तपाईलाई कुन स्टक किन्ने भनेर खोज्न आउँदैन भने सजिलो तरिकाले ट्रेड गर्न मिल्ने स्टकहरु ग्रोक एआई को मद्दतले खोज्न सिकाउँछौं। यसले चाहिँ x.com मा गरिएका पोस्टहरुलाई एनालाइसिस गरेर कुन स्टकको बारेमा धेरै कुरा भइरहेको छ भनेर हेर्छ र तिनीहरुलाई खोजेर रिजल्ट दिन्छ। यसलाई हेरौं। अब चाहिँ अब यही ग्रोक एआई लाई नै सोधौं कि हामीहरुलाई बेस्ट 5 वटा ट्रेड गर्न मिल्ने ट्रेड गर्दा फाइदा हुने स्टकहरु बता भनेर भन्ने। यदि तपाईहरुलाई कुनै पनि स्टक अब कुन सबै स्टक हेर्न अब तपाईहरुलाई गाह्रो लाग्छ टाइम छैन भन्ने चाहिँ यसरी यसैलाई सोध्ने। फ्रम x.com अब यो एक्स अब यो पहिलाको ट्विटर अहिलेको एक्स भनौं न यसमा चाहिँ मान्छेहरुले धेरै कुराहरु पोस्टहरु राखिरहेका हुन्छन् यो स्टक किन्ने यो स्टक बेच्ने भनेर त्यसकै आधारमा यसले सबै त्यहाँ भएको पोस्टरलाई एनालाइज गर्छ र त्यही त्यसबाट रिजल्ट दिन्छ। अब यहाँ फ्रम x.com गिभ मी 5 बेस्ट स्टक्स टु ट्रेड इन नेपाल शेयर मार्केट भनेर भन्दै मैले। त्यसपछि दे मस्ट ह्याभ potential to give high capital gains भन्नाले क्यापिटल गेन भन्नाले अब यो एकदम बढ्न सक्ने चान्स भएको पोटेन्शियल भएको त्यस्ता 5 वटा स्टकहरु नेपाल शेयर मार्केटमा ट्रेड गर्नको लागि मलाई खोजेर दे भनेर मैले यसैलाई सोधे। अब यसलाई सोधेर अब यहाँ इन्टर गरिदिसकेपछि अब यसले सर्च गर्छ त्यसपछि यस सबै अब एनालाइज गर्छ रियल टाइममा भन्नाले अब एक दिन ढिलो हुन्छ भन्नाले आज चाहिँ मानिलियौ 29 मार्च हो भने 28 मार्च सम्मको सबै एनालाइसिस गरेर यसले भन्छ। अब यहाँनिर रिट्राईमा क्लिक गर्नु होला त्यो रेस्पोन्स दिएन भने यो हल्का अब अहिले नयाँ मोडल भएको भएर नयाँ आएको भएर यो हल्का केही चाहिँ हुन सक्छ। यहाँ रिट्राईमा क्लिक गरिराख्नु भयो भने यसले फेरि काम गरिहाल्छ। अब यसले रिडिङ पास्ट अटेचमेन्ट्स अब सर्चिङ भन्यो अब 25 वेब पेजेसहरु यसले रिड गर्दैछ। अब यहाँ यो जुन x.com भनेको पहिलाको ट्विटर अब यसमा भएका पोस्टहरुलाई चाहिँ अब यसले चाहिँ नेप्सेमा चाहिँ 5 वटा त्यस्ता स्टकहरु दिइसकेको छ जसमा चाहिँ हाई क्यापिटल गेन हुन सक्छ प्रॉफिट हुन सक्छ ट्रेडिङ गर्नको लागि फ्रेन्डली स्टकहरु यसले खोजेर दिइसकेको छ। अब खोजेर त दियो मानिलियौ अब FMDBL SICL इन्स्योरेन्सको त्यसपछि एउटा MNBBL मुक्तिनाथ विकास बैंक त्यसपछि HDL सिलिमा हाइड्रो पावर भनेर यसरी यसले खोजेर दियो। तर अब यो यी स्टकहरुमा चाहिँ अब हेरिराख्नु पर्यो कि अब यी स्टकहरु आफूले राख्ने आफ्नो वाच लिस्टमा र कुन बेला चाहिँ अब फेयर सपोर्ट जोनमा आउँछ त्यति बेला चाहिँ अब किन्ने। अब यसमा क्यापिटल गेन पोटेन्शियलहरु हाई भएको भनेर मैले भनेको थिएँ। अब गिभ बेस्ड अन अब यसरी तपाईले जसरी पनि आफ्नो प्रम्प्टहरु मिलाउन सक्नुहुन्छ। गिभ बेस्ड अन ट्रेड सुइटेबिलिटी भनौं न ट्रेड सुइटेबिलिटी ट्रेड गर्नको लागि बेस्ट हुने गरी स्टकहरु दे भनेर यसलाई फेरि मैले अपडेट गरे। अब यसरी तपाईहरुले अब स्टकहरु यसरी यसैलाई खोज्दै भनेर भन्न सक्नुहुन्छ भनेर भन्न खोजेको हो। अब यसमा अब यहाँ दिएको स्टकहरु तपाईहरुले हेर्न सक्नुहुन्छ। अब यहाँनिर HDL हेर्ने हैन HDL को स्टक अब चार्ट हेर्ने चार्ट हेर्दाखेरि अब तपाईले बुझ्नु भएन भने अघिकै जसरी सुरुमा हामीले जे प्रोसेस गरेको थियौं यहाँबाट यसको स्न्यापशट लिने त्यसपछि ग्रोकमै गएर यसलाई के छ यसको स्थिति भन्न अब किन्ने हो कि के गर्ने हो भनेर
भनेर सोध्ने, त्यसरी गर्न सक्नुहुन्छ। मैले यहाँ दिएको प्रम्प्टलाई अब एकचोटि फेरि रिट्राई गरेर म हेर्छु। अब यहाँ हेर्न सक्नुहुन्छ यसले ट्रेड सुटेबिलिटीको आधारमा चाहिँ अब दिइसकेको छ स्टकहरु। अब यहाँ के फ्याक्टरहरु कन्सिडर गरेको भनेर सबै डिटेलमा भनिदिन्छ। भोलाटिलिटी कन्सिडर गर्यो, लिक्विडिटी, ग्रोथ पोटेन्शियल, मार्केटको सेन्टिमेन्ट कस्तो छ, चार्ट प्याटर्नहरु सबै एनालाइसिस गरेर चाहिँ यसले स्टकहरु दियो। अब यो एफएमडीबीएल जुन सुरुमा दिएको थियो त्यही नै दिएको छ। ट्रेडको लागि पनि यिनै स्टक बेस्ड हुन् भनेर भनेको छ। ट्रेड सुटेबिलिटी अब किन सुटेबल भनेर पनि भनेको छ। ट्रेडिङ गर्नको लागि के गर्ने, कुन कुन लेभलहरु हेर्ने भनेर पनि भनिदिएको छ। अब एसआईसीएल भयो, हिमालयन डिस्टिलरी एसडीएल, मुक्तिनाथ विकास बैंक एमएनबीबीएल, एशियन हाइड्रो पावरले एउटा नयाँ दिएछ, एशियन हाइड्रो पावर यही छ। किन सुटेबल छ भन्दाखेरि यो नयाँ इन्ट्रान्ट हो रे, यो आईपीओ भर्खर आएको 2023 मा र भोलाटाइल हुन सक्छ। यो स्विङ ट्रेडिङ, डे ट्रेडिङको लागि बेस्ट हुन्छ। त्यसपछि किन भन्दा वाइ रिजन भनेको छ। हाइड्रो पावर सेक्टर ग्रोथ पोटेन्शियल धेरै छ, एनर्जीको डिमान्ड धेरै छ, अनि अब इन्डियामा पनि बेच्ने कुराहरु भइरहेको छ। अब न्यूजहरुले पनि यसको प्राइस मुभमेन्टहरु गराउन सक्छ। त्यस्तै गरी अब ट्रेडिङ टिपहरु चाहिँ अब के हुन सक्छ भन्दाखेरि अब यहाँनिर गभर्नमेन्ट पोलिसीहरु चेन्जेसहरु, त्यस्तै ट्रेड ब्रेकआउटहरु, पुलब्याकहरु, अब की लेभल भनेको सपोर्ट लेभलहरुतिर आयो भने यसरी किन्न सकिन्छ भनेर सबै डिटेलमा भनिदियो। त्यस्तै गरी अब यहाँ एडिसनल नोटहरु, अब लिक्विडिटीहरु चेक गर्ने, अब चार्टहरुबाट भोलाटिलिटी अब यहाँनिर भनेको छ। त्यस्तै अब यहाँ फाइनल थटहरु पनि अब सबै दिएको छ। मान्य अब एएचएल भन्ने स्टक यसले हामीलाई दियो भने अब एएचएल लाई ट्र्याक गरिराख्ने। अब एएचएल मा जाने अनि अब यसरी हेर्दाखेरि यो सपोर्ट जोन, अब यहाँ मैले अब यो चार्टबाट यही सपोर्ट जोन भनेर भन्दै, तपाईलाई थाहा छैन भने के गर्ने, फेरि यही भिडियोको स्टार्टमा जाने र प्रोसेस रिपिट गर्ने। चार्टलाई यहाँबाट स्न्यापशट लिने, लगेर ग्रोकमा दिने, त्यसरी यसले भनिदिन्छ यो सपोर्ट हो। 688 भने 690 को सपोर्ट रिजन हो। सपोर्ट रिजनमा अब यसरी यहाँनिर आएको छ। अब यहाँनिर यो सपोर्ट रिजन हो। अब तर यो जुन इमिडिएट रेसिस्टेन्स छ यो 760 लगभग, यसलाई ब्रेकआउट दिन्छ भने हाई भोल्युमका साथ त्यसपछि इन्ट्री गर्ने भन्ने कुराहरु यसले चार्टले पनि भनिदिन्छ। अब यसरी यो एनालाइसिसहरु तपाईले यो चार्टलाई लगेर दिएर गर्न सक्नुहुन्छ। अब यहाँ चाहिँ अहिले स्टकहरु कसरी थाहा पाउने, कुन स्टकहरु चाहिँ बेस्ट हुन सक्छ ट्रेडिङको लागि भन्ने कुरा भएको भएर त्यो चाहिँ यसरी ग्रोकलाई नै सोधेर x.com मा चाहिँ अब के कुराहरु भएको पोस्टहरुको आधारमा चाहिँ स्टकहरु दे भनेर यसले सर्च गरेर सबै चाहिँ दिन्छ है त। तपाईहरुले यस्तै इन्फर्मेटिभ भिडियोहरु हेरिराख्न चाहनुहुन्छ भने चाहिँ यो भिडियोलाई लाइक गरेर साथीहरुसँग शेयर पनि गरिदिनु होला। धन्यवाद।